हेलो गाई चारो आज चाहिँ फाइनल्ली हाम्रो कोदो रोपाइ सुरुवात भइरहेको छ। कोदो रोप्दै गरेको एउटा ब्लग बनाउँदैछु। मेरो हात सबै यहाँ हिलो खनेको नि त, त्यही भएर रोप्ने ठाउँ बनाउँदैछु घाँस काट्दै। अब यहाँ यसो बिउ सिउ फालिदिनु पर्ने होइन। हाम्रो चाहिँ रोपाइ सुरुवात भइरहेको छ कोदो। आज त मौसमले पनि खासै साथ दिएन कि पानी पर्यो होइन। अरे कोदोको बिउ यस्तो भएछ कि कोदोको बिउ चाहिँ यतापट्टि चाहिँ कोदो रोपाइ पनि भइरहेको छ। म चाहिँ हिलो खन्दै छु है, हिलो खन्दै गरेको। हाम्रो चाहिँ कोदो रोपाइ भइरहेको छ। गाई चारो फाइनल्ली ओके। म हिलो खन्दैछु, मेरो हात यस्तो भएको छ। चाहिँ यता कोदो रोप्दै हुन्छ। मकै बारीमा हो साथी हो, मकै बारीतिर घाँसको बारी चाहिँ काटेर राखेको। म चाहिँ अब घाँस काट्नु गइरहेको छु। यहाँ चाहिँ घाँस काटेर रोप्ने ठाउँ बनाउँदै गरेको। उतापट्टि चाहिँ रोप्दैछ, म चाहिँ यहाँ घाँस काटेर घाँसको बारी बनाउँदैछु। घर छेउमै हो, त्यही टाढा छैन। घाँसको बारी पनि पुग्यो अब। पैसीलाई ल त गाइजहरू, हामी चाहिँ बाटो लाग्यो। बिहानको काममा आएको। म चाहिँ घाँस बोकिरहेको छु यहाँ। अब घाँस बोकेर यसो बाटो अप्ठ्यारो छ कि। यहाँबाट यस्तोमा सिन्दुर चाहिँ यतापट्टि चाहिँ बाख्राको खोर पनि छ। यहाँ बाख्रालाई घाँस लाँदै गरेको। यहाँ चाहिँ बाख्राहरू छ फाइनल्ली गाइजहरू। म चाहिँ भैँसीलाई घाँस लगेर जाँदैछु। घाँस ल्याइपुग्यो। भैँसी छ यतापट्टि। भैँसीलाई
घाँस दिइसक्यो अहिले भर्खरै